धादिङ जिल्लाको सुन्दर र शान्त वातावरणले भरिएको गल्छी गाउँपालिका 2 कल्लेरी मैदानमा अवस्थित छ। कल्लेरी माध्यमिक विद्यालय विक्रम सम्वत 2018 सालमा स्थापना भएको यस विद्यालयले वर्षौंदेखि स्थानीय समुदायलाई शिक्षाको उज्यालो प्रदान गर्दै आएको छ। ग्रामीण परिवेशमा रहेर पनि शिक्षा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल यो विद्यालय आज धेरै विद्यार्थीहरूको भविष्य निर्माण गर्ने आधार बनेको छ। यस विद्यालयमा कक्षा 1 देखि 10 सम्म अध्ययन अध्यापन हुँदै आएको छ। हाल यहाँ 118 जना विद्यार्थीहरू अध्ययनरत छन्, जसलाई मार्गदर्शन गर्न 17 जना शिक्षक तथा कर्मचारीहरू निरन्तर समर्पित भएर कार्यरत छन्। विद्यालयले शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापहरूमा पनि विशेष ध्यान दिँदै आएको छ। विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद, सांस्कृतिक कार्यक्रम तथा सामाजिक क्रियाकलापहरू नियमित रूपमा सञ्चालन गरिन्छ। शिक्षकहरूको अनुभव, विद्यार्थीहरूको मेहनत र अभिभावकहरूको साथ सहयोगले यो विद्यालय दिन प्रतिदिन अझ मजबुत बन्दै गएको छ। कल्लेरी माध्यमिक विद्यालय केवल एउटा अध्ययन गर्ने स्थान मात्र नभई यो भविष्य निर्माण गर्ने एउटा महत्त्वपूर्ण केन्द्र हो, जहाँबाट धेरै सपना उडान भर्ने तयारीमा छ। आउनुहोस्, गुणस्तरीय शिक्षाको यात्रामा साथ दियौँ कल्लेरी माध्यमिक विद्यालयसँग।